सेवार हो। आज मैले सानो भिडियो बनाएको थिएँ मजदुरीको अहिलेको नेपालमा मजदुरीको दिनको हाजिरा कति छ भनेर। यो महँगाईको बारेमा पनि भिडियो बनाएको छु। यो अहिले हालिराखेको चाहिँ मजदुरीको भिडियो हेर्नु होला। सुन्न भाइ, अब यो मजदुर गर्दैछु होइन, मजदुर गरे अनुसार 1000 मात्रै पाइन्छ है। बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्मको काम। कहिले छ पनि बच्चा। ल हुन्छ, धन्यवाद। भाइलाई चाहिँ 2000 लाहान अथवा मधेस ठाउँबाट आएको भाइहरू छन्, उनीहरू उहाँदेखि घर परिवार छोडेर दुःख गर्न आइरहेछन्। यिनीहरू बिचरा बिहानदेखि बेलुकासम्म एकदम दह्रो काम गर्छ यो भाइहरू। यो साइजको यो बोरामा लगभग 50 केजी हुन्छ। यसमा बालुवा खाँदेर बिचराहरू 2 फ्लोर बोक्छन् यहाँनिर। र उनीहरूको अहिलेको दिहाडी एक दिनको बिहानदेखिको बेलुकासम्मको हाजिरा कति छ भन्ने कुरा तपाईँहरूलाई जानकारी गराउँछु। भाइ घर कहाँ हो तिमीहरूको? इनोराबाट आएको है? सबैजना इनोरैबाट हो है? भनेपछि यो दिनभरि तिमीहरूले दिहाडी गरेको हाजिरा कति छ अहिले भाइहरूको? 800 हो? मात्र 800? ल हेर्नुहोस्, 800। मिस्त्रीको कति छ भाइ? 1000। उहाँदेखि घर परिवार छोडेर यहाँनिर दुःख गर्न आउँछौ भनेपछि यहाँनिर सुत्नु बस्नु त ठेकदारले गर्छ होला, खानाको आफूले हो कि ठेकदारले हो? सबै आफैले गर्नुपर्छ, खाना बस्नु सबै। भनेपछि दिनको खर्च लगभग 300 रुपियाँ राखिदिनु। अब यस्तो काम गरेपछि हल्का मासुहरू 350 भेटिसके पछाडि 800 मा 350 जाँदाखेरि अब 450 रुपियाँ बस्ने भयो। 450 ले घर परिवार पाल्नुपर्ने हुन्छ त होइन? हेलो दाजुहरू, यहाँनिर भाइहरू पनि काम गरिराखेको रहेछ। काम गरे हुँदैछ होइन दाइ? यो दुःख छ, सिमेन्टहरू यसरी फिटिँदैछ, यत्रो दह्रो काम गरिँदैछ। दाजु यत्रो दुःखले काम गर्नुहुन्छ, दिनभरिको तपाईँको हाजिरा कति छ? 700 मात्रै छ भनेपछि 700 तपाईँले घर परिवार पाल्नु पऱ्यो, छोराछोरी पढाउनु पऱ्यो, छोराछोरी भविष्य बनाउनु पऱ्यो होइन? अब भनेपछि दिनको 700 ले तपाईँलाई आफ्नो छोराछोरी पढाउनु सक्दै हुनुहुन्छ कि कस्तो छ अवस्था? गाह्रै छ है? 700 ले यो महँगाईमा के नै होला? सरकारले यो कुरा बुझिदिनु होला होइन? ल यो छ भविष्य हाम्रो नेपालको। मामा सेवाहरू, मामा यो दिनभरि तपाईँहरू यसरी काम गर्नुहुन्छ दुःखले, सरकारले सरकारी जागिर त बढाइदियो, सरकारी जागिरको तपाईँको यो दिनभरि काम गरेको हाजिरा कति छ मामा मिस्त्रीको? मिस्त्रीको अहिले अब 1200सम्म अब खान्छ, तर अब मेन मिस्त्रीको 1200 भनेपछि यहाँनिर जति सिप भए पनि सिप अनुसारको पैसा नेपाल पाउन गाह्रै छ मजदुरीमा। सिप अनुसारको पैसा त अब हाजिरा त पाउने त गाह्रै छ होइन? दुःखले अब उहाँ यहाँको हेड मिस्त्री हुनुहुन्छ, साइड सम्हाल्नुहुन्छ। किन हाल्नुभयो अहिले होइन? हाल भिडियोमा मैले नेपालको मजदुर कति छ होइन दिनको हाजिरा भन्ने कुरा, तर त्यो हाजिराले तपाईँहरूले पनि बुझ्नुभयो होला 700-800 ले एउटा परिवारलाई बच्चाको पढाइ लेखाइ खानपिन लत्ता कपडादेखि लिएर एउटा परिवारको खानपिन कसरी पुर्याउँछन् र भविष्य त्यो बच्चाको त्यो परिवारको कस्तो होला भन्ने कुरा हाल सरकारले ग्रास लेभलमा आएर गरिबलाई मेन फोकस गर्नु जरुरत छ। र गरिबको लागि पनि यो सरकारले बजेट विभाजन गर्दाखेरि धेरै राम्रो कुराहरू ध्यान पुर्याउनु पर्ने भनेर यो भिडियो मैले बनाएको। सबैले सेयर गरौँ, मन पर्यो भने कमेन्ट पनि गर्नु होला है।